नमस्ते सम्पूर्ण साथीहरू, सबैजना आरामै हुनुहुन्छ होला। अनि कस्तो चलिरहेछ त नि तपाईँहरूको दिनहरू? जाडो बढिरहेको छ, चिया कफी खाएर त तपाईँहरू बस्नु होला सबैजना है साथीहरू। आज म तपाईँहरूलाई सानो भलाक लिएर आउँदैछु कीर्तिपुरमा रहेको बाघ भैरव मन्दिरको। कस्तो लाग्छ मेरो भलाक? तपाईँहरू प्रतिक्रिया दिन नभुल्नु होला है। धेरै नै उकालो रहेको छ, उकालो उक्लेपछि माथिसम्म रहेको छ। धेरै पुराना सांस्कृतिक सम्प्रदायहरू, इतिहास बोकेका मठ मन्दिरहरू र पुरानो वेशभूषाहरू पनि देख्न सकिन्छ है साथीहरू। धेरै ठुलो इतिहास बोकेको यस कीर्तिपुर तपाईँहरूलाई कस्तो लाग्दछ? तपाईँहरूले पहिला सुन्नुभएको थियो कि थिएन? प्रतिक्रिया दिन अवश्य पनि नभुल्नुहोला। पुरानो इतिहास बोकेको यस मूर्ति, उनको नाम कीर्ति लक्ष्मी रहेको छ र उनी पृथ्वीनारायण शाह र कीर्तिपुरमाथि आक्रमण हुँदाखेरि उनले ठुलो पराक्रम र साहस देखाएको थिए। उनको नाम कीर्ति लक्ष्मीकोबाट नै कीर्तिपुर नाम रहन गएको। उनी आँटिली र साहसी अनि धेरै युद्धहरूसँग एक्लै पनि लड्न सक्ने खालको रहेको थिए। बाघ भैरव मन्दिर हो र मन्दिरको अगाडि नै यति उकालो ठाउँ पनि मूलको पानी आउने गरेको साथीहरू। यो पानी तलतिरबाट माथि तानेर लगाएको। सुटिङ भइरहेको छ गीतको। साथीहरू, तपाईँहरूलाई कस्तो लाग्यो त सुटिङ? धेरै बेर खिच्नु पनि हुन्थ्यो नि, धेरै थोरै खिचिन्छ साथीहरू। अर्को ताल पनि रहेको छ साथीहरू। कीर्तिपुरको सन्दर्भमा हेर्नु तालहरू तलतिर 2-3 मिनट तलतिर मूल छ साथीहरू, ठुलो मूल छ। त्यो मूलको पानी खान्छ हामीहरू तल पनि। त्यहाँबाट पानी माथि भएर तालमा हाल्छ। यसमा ठुलो पूजाआजा लाग्दाखेरि धेरै ठुलो मेला लाग्ने गर्दछ साथीहरू। तालको वरिपरि सायद माछा पनि देख्नु होला, माछा भएको थियो। पहिला यहाँ त्यस्तो धेरै राम्रो पनि थिएन है, पुरानो थियो। तर अहिले भत्काएर नयाँ बनाइरहेको छ। त्यहाँ पनि बनाउँदैछ, त्यो पनि भत्काएको छ। त्यहाँ पनि एउटा साथीहरू माथि गएर देखाउँदै म माथिको मन्दिर डाँडोमा छ, भन्दा धेरै माथि मूर्तिहरू बनाउँदैछ। अन्तिममा तपाईँहरूलाई कस्तो लाग्छ त मेरो भिडियो? प्रतिक्रिया दिन नभुल्नु होला है। कीर्तिपुरमा पनि धेरै पुराना इतिहास झल्काउने खालका घरहरू कम मात्रामै देख्न पाइन्छ। जस्तो कि यिनीहरू भयो, किनकि पुरानो भइसक्यो, एकदम जोखिमपूर्ण भएको हुनाले भत्काएर नयाँ बनाउने सिलसिला धेरै चलिरहेको छ साथीहरू। 2072 सालको भूकम्पभन्दा पहिला यहाँ मानिसहरूले के सोच्थ्यो भने एकदम जोखिमयुक्त ठाउँ छ, किन्नु हुँदैन। तर भूकम्प गएपछि यहाँ कुनै पनि घर भत्किएन, केही पनि भएन, जसले गर्दाखेरि यहाँको जग्गाको मूल्य, घरहरूको मूल्य एकदम धेरै बढ्न गयो र यसलाई टुरिस्ट एरिया पनि त्यसपछि बन्न थालिएको। होमस्टेहरू, ठुल्ठुलो 5 स्टार होटलहरू र टुरिस्टलाई एट्र्याक्टिभ गर्नका लागि सङ्ग्रहालयहरू पनि बनाइरहेको छ।
एउटा सङ्ग्रहालय यो पनि यही हो साथीहरू। युद्धकालमा लडेका हतियारहरू शहीदहरूले लगेको पोसाकहरू सबै सङ्ग्रहालयमा राखेको छ। तपाईँहरूलाई मेसो मिल्यो भने आएर हेर्न सक्नुहुनेछ। त्यति धेरै उकालो चढेर माथि आएपछि हेर्नु कति रमाइलो छ। र म बस्ने यसैको फेदमा हो। झ्याल ढोका र विभिन्न काठका बल्लाहरूमा एकदम राम्रो र इतिहास झल्कने खालका चित्रहरू पनि बनाइरहेका छन् देवी देवताका। जसले के देखाउँछ भने सांस्कृतिक रूपमा, पारिभाषिक रूपमा र हरेक कुरामा आफ्नो धर्म, संस्कृति र सभ्यता जगाउन अघि छन् भन्ने कुरालाई देखाउँदछ। म अर्को मन्दिरमा आइरहेको छु साथीहरू। उमा महेश्वर मन्दिर भन्छ यसमा। 3 तले मन्दिर रहेको छन्, तर त्यहाँबाट धेरै ठुलो भ्यू देख्न सकिन्छ काठमाडौँको। काठमाडौँको कलङ्की हो साथीहरू। यतापट्टि पोखरा र तलतिरका विभिन्न ठाउँहरूमा जाने बाटो हो। तपाईँले बत्ती बलिरहेको देख्नुहुन्छ, त्यहाँ क्रिकेट भइरहेको छ साथीहरू।